21 गतेबाट व्रत बस्नु होला। आइतबार 17 गते रहेको छ। 17 गतेबाट घरमा शुद्ध माछा मासुलाई वञ्चित गर्ने अनि घरमा चाहिँ मदिरापानहरूलाई वञ्चित गर्ने। 17 गते आइतबार घरमा देवी भगवती कालीको आगमन हुन्छ। कसको घरमा पूजा छ, कसको घरमा पाठ भइरहेको छ, कसको घरमा चाहिँ शुद्ध भावका साथ पूजा गरिरहेका छन् त्यो घर खोजेर अनि बिहान उज्यालो हुने बेलामा सन्ध्याकालमा देवी भगवती हिँड्नुहुन्छ, जसले गर्दाखेरि यो बेलामा रुने कराउने काम, माछा मासु मदिरापान कसैलाई काटमार गर्ने काम, हत्या र हिंसा गर्ने काम नगर्ने। कहिलेबाट 17 गतेबाट दुर्गा पक्ष। 21 गतेबाट अब व्रत बस्नुहोस्। 21 गते रहेको छ बिहिबार रहेको छ। यो दिन पूर्व दिशा उत्तर दिशामा देवी भगवती कालीको फोटो राख्ने, फूल अक्षता धूप जौतिल अनि तामाको थालीमा पूजा सामान ठिकार्ने। पूर्व उत्तरमा देवी भगवती कालीको नाममा बत्ती बाल्ने। सकिन्छ अखण्ड बत्ती 7 दिनसम्म बालौं। यदि अखण्ड बत्ती पनि सकिँदैन भने जम्मा 7 दिन बिहान र बेलुका मात्रै भए पनि देवी भगवती कालीको बत्ती मात्रै झुक्याइदिने र बिहान उठ्ने, नुहाइ गर्ने, शुद्ध कपडा लगाउने अनि देवी भगवती कालीको पूजा गर्ने। हे भगवती काली, मेरा सारा कार्यमा सफलता होस्, उन्नति प्रगति होस्, आँटेर चिताएको कुरा पुगोस्, बोलेको कुरा सिद्ध रहोस्, हरेक कार्यमा उन्नति प्रगति होस्। देवी भगवती मेरो घरमा चाहिँ सारा कार्यमा सफलता होस्। तपाईँ शिरमा बस्नु होला। मैले यही जाने यही गरी भनेर पूजा गर्ने।